अहिले आफूलाई देखेर मा यति रिस उठ्यो नि होइन कसम के भनेको क्या भन्ने क्या होइन साँच्ची भनेको क्या होइन कोही साथीहरू देउसी पहिलो गाउँमा मजाले खेलेर होला पुरा छमछम्ती नाचेर होला होइन आफ्नो भने हालेर है माथि रातिको के अरे 7 बजीदेखि बिहान 6 बजीसम्म काम गरिरहेको छ होइन त्यो पनि पुरा माथि त्यो के सिमेन्टीको काम गरिरहेको छ होइन धुलो नधुलो नाकभित्र होइन दुईवटा मास्क लगाएर पनि नाकभित्र पालम कालो हुने गरी काम गरिरहेको छ यस्तो क्या यति रिस उठिरहेको छ यस्तो धुलो न मुलोमा रात परि काम गरिरहेको छ है यस्तो रिस उठ्छ सिमेन्टको कि त्यो पनि है सब दोष आफ्नै हो क्या के गर्नु त है आफ्नै हो क्या मान्छे होइन कसैको दोष होइन क्या होइन सब दोष मेरो हो कि मान्छे होइन यदि मान्छे बेलैमा के सोचेको भयो होइन के गर्ने कोसिस गरेको भयो यसरी कुकुरले जसरी म दुःख पाउने हुन नि त होइन तर माथि त्यस्तो भइरहेछ क्या यति रिस उठिरहेको छ होइन अहिले पनि कोठा जान होइन आधी घन्टा लाग्छ कि होइन ठ्याक्क अहिले 3 बजे छुट्टी भयो नि त म जान लाग्यो लखर लखर काम सकेर जिम कस्तो एकदम आज जे भन्नु लास्टै मन दुख्यो मेरो क्या है यस्तो क्या खास के गरेको भए म यस्तो दुःख पाउँदैन थिएँ भन्ने एकदम रियलाइज भयो क्या एकदम महसुस हुने क्या होइन कसम क्या होइन यस्तो दुःख क्या है नो मिस्टेक होइन कति 7 बजीदेखि 2:30 बजीसम्म क्या जिन्दगीमा फर्स्टचोटि आफूलाई मान्छे यस्तै त्यो सर्भिन्डा भयो क्या होइन आफैलाई त्यति लाज लागेर आयो क्या के भन्ने यार होइन अब यहाँ पुरै बन्द छ क्या बाटो पुरै बन्द छ मान्छेहरू केही छैन कोही हिँडिरहेको छैन किनकि अहिले 3:30 भयो नि त सबै अड्यार भइसक्यो होइन अनि म एक्लै लुखुर हिँडिरहेको छु क्या अनि सोचिरहेको छु मेरो जिन्दगी सब बेकार छ यार होइन के जिन्दगी बाँचिरह होला के गरेर होला म यस्तो त्यो क्या त्यो कुकुरहरूले बाँच्छ त त्यस्तो क्या जिन्दगी होइन अनि हुन्छ नि यार होइन सोच विचार गर्ने के गर्ने कोसिस गरेको भए यतिखेर म यस्तै दुःख पाउँदैन थियो होला क्या होइन माथि यति मन दुख्यो है माथि त्यो साउन के अरे त्यसले पनि किचकिच गर्छ माथि मेरो माग यस्तै तात्तिरहेको छ है माथि यस्तै पारा तात्तिरहेको छ मेरो झन् माथि काम पुरा स्पिडले चलिरहेको थियो नि त होइन साउले पनि त्यस्तै किचकिच गरिरहेको थियो होइन माथि म त्यस्तो पारा सन्किरहेको थियो माथि अहिले एकचोटि बोल्यो माथि मुख सुख कुचाइने भनेर यस्तो रिस उठ्छ कि मेरो भन्छ नि मान्छे यो मान्छेको सबैभन्दा ठुलो शत्रु भनेको आफै हो अरे क्या होइन म खुद हो क्या मेरो दुश्मन म आफै हो क्या होइन साँच्ची भनेको बस म एउटा त्यो साधारण मान्छे बन्नकै लागि जन्मेको यसकै लायक छु होइन यही सिमेन्ट बोक्ने यही भारी यही काम गर्नेको लागि नै छु भन्ने जस्तो लाग्यो क्या अघि न तर कस्तो मन दुखेर क्या एकदम मन दुखेर क्या मेरो सबै कुरा सोचेको जस्तो त कहाँ हुन्छ होइन कहिलेकाहीँ फेरि यसो विचार गर्छु फेरि कहिलेकाहीँ त्यो सबै कुराहरू भोग्नुपर्छ क्या होइन जुन हामीले कहिले भोगेको छैन